हाम्रो बर्थडे गर्ल चाहिँ जानुभयो। अब भरे भेटौँला ल। हेलो गाइस, वेलकम ब्याक टु माय च्यानल। आज चाहिँ मेरो बर्थडे हो, मैले गेस्ट बोलाएको छु। हैन गाइस, उता पनि लिएर जाऊ क्यामेरा। जाम नयाँ सब्सक्राइबर सात पहाडी दुई तराई जिल्लाको प्रवेशद्वार हो। एकछिन लुकाए छोरी केट्नु पर्ला। कस्तो ल्याइदियो गिफ्ट ल पहल एकछिन आउँदेऊ ल। Bye guys. होइन आएको थियो म भिडियो खिच्दै थिएँ कि अनि के गर्नु यहाँ चाहिँ महिला समितिको देखा छ।
मिटिङ चलिरहेछ होइन त प्रार्थना म त नागरिक भए अस्ति 18 पुग्यो 2 वर्ष अगाडि नागरिक भएको मान्छे हो होइन होइन 16 पुगेपछि बन्छ नि त नागरिकता त ए यहाँ चाहिँ सबैजना भुजा पस्किँदै हेर्छु त भुजा मात्र हो मलाई नछोड्छु है म त खै प्रश्न भन्नु म काश्मीहरू छि यो चाहिँ अनुज दादाले दिएको गिफ्ट हो ल भन त्यो चाहिँ मेरो अनुज भाइले दिएको ढाले 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 ए माता ढाले 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 ए माता ढाले यो चाहिँ यतिसम्म लाउन नि मिल्छ के गाँठीको त्यो सन्देश ए हो त्यही हो यताको बर्थडे कल रणा तू पल पल दिल के पास
आइ भयो आइ भाइ ल थ्याङ्क यू तिमीले ल्याइदियो हो यो होइन लुगा त किनै नपर्ने भएछ यो लाएर स्कुल जानु यस्तो रमाइलो हुन्छ नि अब यस्तै सबै डिफ्रेन्ट आएछ के जुदेर के हुनेलाई त्यो व्हाइट फल हुन्छ खासमा त्यो गिफ्ट अरूको चलाउनु हुँदैन One love forever. सेलिब्रेटी भएर भाउ खोजेको सेलिब्रेटी भएर भाउ That is for today, guys. मैले unbox गरिसकेँ. For today, bye bye.